नमस्कार। म आज एउटा विलोम रम्भास कविता लिएर पुनः उपस्थित भएको छु। यो विलोम रम्भास कविता पनि रम्भास कविताकै एउटा नयाँ प्रयोग हो र यसलाई यो रम्भास कवितालाई सुल्टो वा उल्टो दुवैतिरबाट एउटै अर्थ आउने गरी पढ्न सकिन्छ। र आज मैले जुन कविता यहाँ प्रस्तुत गर्न गइरहेको छु यो विलोम रम्भास कविताको शीर्षक छ स्वाभिमान र कविता यस प्रकार छ। के छ र पाउन, के छ र पाउन गुमाएर आत्मसम्मान, के छ र पाउन गुमाएर आत्मसम्मान, नगर चाकरी, नगर चाकरी, गरेर चापलुसी व्यर्थ छ पाएको खुसी, नगर चाकरी, गरेर चापलुसी व्यर्थ छ पाएको खुसी, कसैबाट गरिने आश बनाउँछ मान्छेलाई दास, हुँदैन यहाँ कोही महान त्यागेर आत्मसम्मान, कसैबाट गरिने आश बनाउँछ मान्छेलाई दास, हुँदैन यहाँ कोही महान त्यागेर आत्मसम्मान, जीवनको सौरभ हो आत्मगौरव, जीवनको सौरभ हो आत्मगौरव, मान्छेको शान स्वाभिमान बुझेको यहाँ खै। अब यसलाई मैले सुल्टो गरी पढेँ। अब यस कवितालाई मैले उल्टो गरी पढ्छु। खै यहाँ बुझेको स्वाभिमान, खै यहाँ बुझेको स्वाभिमान, मान्छेको शान हो आत्मगौरव, जीवनको सौरभ हो आत्मगौरव, जीवनको सौरभ, त्यागेर आत्मसम्मान, हुँदैन यहाँ कोही महान, त्यागेर आत्मसम्मान, हुँदैन यहाँ कोही महान, बनाउँछ मान्छेलाई दास कसैबाट गरिने आश, बनाउँछ मान्छेलाई दास कसैबाट गरिने आश, व्यर्थ छ पाएको खुसी गरेर चापलुसी, व्यर्थ छ पाएको खुसी गरेर चापलुसी, नगर चाकरी, आत्मसम्मान गुमाएर पाउन छ र के। हस्त, धन्यवाद।